भन्दाखेरि हाम्रो यो ठ्याक्कै जेनजीको 10 पोइन्ट अग्रिमेन्ट्सहरू छ होइन, त्यो लको जस्तै अब तपाईँ अटर्नी जेनरल पासमा पनि हुनुभयो, सो त्यो कतिको हुन्छ नि त्यसलाई कतिको हामीले लिएर जान मिल्छ अगाडि होइन, अनि त्यो प्रोसिजरलाई टाइम लाग्छ कि लाग्दैन भनेर सोध्नु मिल्थ्यो। किनकि अरू लयर्सहरूसँग पनि कुरा गर्दाखेरि उहाँहरूले कसरी अलिकति दृष्टि दिनुभयो भने चाहिँ यस्तो कुरा भनेको अलिक बढी टाइम लाग्न सक्छ भनेर भन्नुभयो। सो तपाईँको यसमा के छ? यसमा अब यो 10वटा बुदा जुन तपाईँले भन्नुभयो, प्रत्येक बुदाको इम्प्लिमेन्टेसनको चाहिँ बारेमा कुरा गर्दा त हामीले गहिरिएर कुरा गर्नुपर्ने हुन्छ र त्यसको फ्रेमवर्क फरक हुन्छ। तर मोटामोटी तपाईँले जुन भन्नुभएको छ यो एग्रिमेन्ट चाहिँ कार्यान्वयन हुने खालको हो कि होइन, अथवा कार्यान्वयन हुने हो भने यसको प्रक्रिया के हो भन्ने जुन कुरा छ, यसमा मलाई दुईवटा पर्सपेक्टिभबाट हेर्नुपर्छ भन्ने लाग्छ। एउटा यसमा चाहिँ गभर्नेन्सका कुरा, गुड गभर्नेन्सका कुरा, केही शासकीय सुधारका कुरा जुन सरकारले आफ्नो डोमेनभित्रबाट रिफर्म गर्न सक्छ अथवा उसले चाह्यो भने उसको कमिटमेन्टका आधारमा त्यसमा सुधार आउन सक्छ भने त्यस्ता विषयहरू तत्कालै कार्यान्वयनमा लान सकिन्छ र लानुपर्ने हुन्छ एउटा। दोस्रो के छ भन्दाखेरि सरकारले नै गर्दा पनि कतिपय कुराहरू रिसर्च गरेर अथवा एउटा इन्भेस्टिगेसन गरेर अथवा एउटा समितिहरू बनाएर त्यसको रिपोर्टका आधारमा डिटेल आइसके पछाडि त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ, जसको बारेमा फर्दर स्टडी नै गर्नुपर्ने खालको छ भने त्यसलाई चाहिँ फेरि सरकारले त्यसरी स्टडी गराएर त्यसबाट आएका रिकमेन्डेसनका आधारमा इम्प्लिमेन्टेसन गरेर जाने दोस्रो क्याटेगोरी चाहिँ देखिन्छ। र तेस्रो क्याटेगोरी के देखिन्छ भन्दाखेरि त्यो चाहिँ सुझाव पनि आयो, सबै आयो, तर त्यसको रिफर्मको प्रक्रिया चाहिँ सरकारको डोमेनभित्र नरहेर, जस्तो उदाहरणको लागि संविधान संशोधन हो भने त सरकारकोले कानुन बनाएर त संविधान संशोधन हुँदैन। संविधान संशोधन गर्नका लागि त पार्लियामेन्ट चाहियो र पार्लियामेन्टको पनि 2/3 मेजोरिटी चाहिँ चाहियो। भन्दाखेरि अब अहिले पार्लियामेन्ट नभएको अवस्था छ भने संविधानसँग जोडिएका अथवा कतिपय सुधारहरू संविधान संशोधनबाट मात्रै गर्नुपर्ने छ भने त्यसलाई चाहिँ अहिले हामीले रिकमेन्डेसन गरेर पार्लियामेन्ट आएर पार्लियामेन्ट ती रिकमेन्डेसनहरूलाई पार्लियामेन्टमा लगेर छलफल गरेर अनि पार्लियामेन्टबाट 2/3 मेजोरिटीबाट पास गरेर जानुपर्ने हुन्छ। त्यसले गर्दाखेरि त्यसमा आएका कुराहरू कार्यान्वयनै गर्न नसक्ने खालका, कार्यान्वयनै नहुने खालका छन् भन्ने चाहिँ दृष्टिकोणसँग म सहमत छैन। तर त्यसमा जुन हिसाबले तत्काल भइहाल्छ भन्ने हिसाबले मान्छेले बुझेका छन् र त्यो अनुसारको चाहिँ कुरा पनि कहानी पनि अगाडि बढाएको देखिन्छ। त्यति सहज पनि छैन र त्यति चाहिँ इमिडिएटली गरिहाल्न सक्ने सबै विषयहरू छन् भन्ने पनि लाग्दैन। त्यस हुनाले त्यसका जुन बुदाहरू छन् ती विधाहरूलाई फेरि ब्रेकडाउन गरेर इमिडिएट सरकारले गर्न सक्ने के हो, सरकारले गर्न सक्ने तर त्यसमा फर्दर चाहिँ वर्कआउट गरेर मात्रै गर्न सक्ने खालको के हो, त्यो वर्कआउट गर्ने प्रक्रिया र संयन्त्र के हुन्छ भन्ने के हो, यी कुरा छुट्याउने र लङ टर्ममा कन्स्टिट्युसनल रिफर्मबाटै गर्नुपर्ने विषयहरूलाई छुट्याएर सरकार अगाडि बढ्यो भने त्यसले क्लियरिटी पनि दिन्छ र परिणाम पनि दिन्छ। तर गोलमोटलमा अब यो चाहिँ हाम्रो सम्झौता भयो भोलि नै भइहाल्छ भन्ने दृष्टिकोण राखियो भने त्यो चाहिँ एक खालको भ्रम चाहिँ हुनसक्छ। त्यस हुनाले यसलाई चाहिँ अलिकति छुट्याएर विश्लेषण गरेर छुट्याएर क्याटेगोराइज गरेर अनि कमिटमेन्ट साथ टाइमलाइन फ्रेम गरेर अगाडि बढ्यो भने त्यो चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।